हेलो गाइस, सबैमा नमस्ते। म आज हजुरमा के भन्न आइरहेको भन्दा जति पनि अहिले बारटेन्डर सिकिरहनु भएको छ, 5 स्टार सिकिरहनु भएको छ अथवा अन्य कुनै पनि कामहरू सिकिरहनु भएको छ हजुरले भोलिका लागि भने अब हामीले सिकिसकेपछि चाहिँ जब चाहिन्छ, सबैजनालाई चाहिन्छ। कतिपय जबमै जानुहुन्छ, कतिपय इन्टर्नको लागि जानुहुन्छ होइन। त्यो हो हजुरले सिकिसकेपछि चाहिँ अब कतिपय जब पाएको ठाउँमा पनि मलाई यति स्यालेरी दिनु होइन, दिएपछि गर्छु नभए गर्दैन भन्नुहुन्छ कतिपयहरूले। अनि तपाईँले यति स्यालेरी तोक्नु भन्दा पनि सुरुमा हजुरले नलेज बनाउनुहोस् आफूमा होइन। नलेज बनाएपछि नै हजुरले भोलिको दिनमा हजुरले भनेको जस्तो स्यालेरी पाउन सक्नुहुन्छ, भनेको जस्तो ठाउँमा काम पाउन सक्नुहुन्छ। र नेपालमा रहेछ आउट कन्ट्री जान 6 मन्थ, 1 इयर्स, 2 इयर्स, 3 इयर्सको एक्सपिरियन्स बुझ्ने गर्छ नि सिभीमा। हजुरले सिभीमा राख्नु होला, तर सिभीमा राखेको सँगै हजुर म आफैमा पनि हुनुपर्ने हुन्छ नि त नलेज। त्यही भएर पहिले हजुरले स्यालेरी नहेर्नुहोस्, 10, 12, 15 जति दिए पनि स्यालेरीमा काम गर्न सुरु हजुरले एक्सपिरियन्स बनाउनुहोस्। त्यसपछि मात्र हजुरले जब हजुर एक्सपिरियन्स हजुरमा भइसक्यो त्यसपछि मात्र हजुरले भन्दा हजुरले पाउनुहुन्छ, भनेको जस्तो काम, फेसिलिटी, स्यालेरी पाउनुहुन्छ। त्यही भएर पहिला एक्सपिरियन्स बनाउनुहोस्, पैसा नहेर्नुहोस्, स्यालेरी नहेर्नुहोस् गाइस। जो अहिले फ्रेस हुन्छ, नयाँ हुन्छ, आउँदै हुनुहुन्छ फिल्डमा, उहाँहरूको लागि जति सक्दो यो भिडियो सेयर गर्नु होला। किनभने यस्तै भिडियोहरू मैले लिएर आउँछु। मेरो युट्युब च्यानल मदन्स आर्ट, मेरो टिकटक आइडी मदन जोशी 25, मदन जोशी फेसबुकलाई फलो गर्नु होला। यस्तै भिडियोहरू, ज्ञानका कुराहरू म हजुरलाई मैले बुझेको कुराहरू हजुरमा ल्याउनेछु। थ्याङ्क यू।